हेलो एन्ड नमस्ते वेलकम ब्याक रुपेश ब्लग अनि हामी चाहिँ रैकर भन्ने ठाउँमा काफल खान आएको उहाँ हुनुहुन्छ रुपेश रेयालजी अब म रुखमा चढ्दैछु काफलको रुखमा ड्याङ्ग कति जुत्ता लाएर जान्छ चढौँ जुत्ता लायो नि दुख्ने टन्ने टिप्नु है पहिला दर्शन गरौँ न मैले गरिसकेँ अमिलो हो काँचो भएर अलि अमिलो होला त्यो काँच काँची छ नि त बाँदर छपक्कै छ अब के हेर्ने यहाँ नयाँ प्रकारको बाँदर भेटियो भने खाइसक्यो होला क्या पोहोरतिरको नि होला ल म नि चढ्छु अब म नि ट्याक्क चढ्छु म नि चढ्छु म चाहिँ चप्पल लगाएर आएको छु क्या ठ्याक्क हामी अब एकछिनमा रुख ल आउनु नि त होला यो पुरै झर्या बाँदरले होला नि काफल छन चाहिँ छ होइन अलि पाकेपछि आउनु बेटर अब हामीले चाहिँ डेस्टिनेसन के भन्छ लोकेसन चेन्ज गर्न लागेको यहाँ ट्याक्क फुटबल ग्राउन्ड रहेछ क्या दामी चट्ट लाएर रुपेश सर पुरै तड्पिरहनु भएको काफल खानु तर अन्त चाहिँ कहीँ छैन जस्तो बरु ल ऐसेली पनि छ अब ठिकै म नि खानु भयो ट्याक्क लगाएर ट्याक्क ओए त दामी रहेछ ऐसेली त्यहाँ थियो नि एकदम रिचेबल ठाउँमा थियो नि त त्यो चाहिँ सबै अलिक नभेट्ने ठाउँमा छ क्या त्यहाँ कता हो बुठै हामी अब ऐसेलु खान्छौँ खाना आएको थियौँ काफल नपाकेको अझ ऐसेलीमा तर मैले किरा रोक्छु हो बना ठ्याक्कै पतेर बिहान मिठो छ तर योचोटि फर्स्ट टाइम खाइयो के ऐसेलु मैले फर्स्ट टाइम बाटामा चल्यो होइन रोक्छु जस्तो लाग्छ या खाने के रोक्ने भन्यो अनि आयो अनि खानु भएन अब हामी यहाँ ऐसेलु खायौँ अलिअलि यहाँ चाहिँ अब हामी फुटबल ग्राउन्ड हुँदै उता काफल खोज्दै हिँड्छौँ काफल रुख चाहिँ टन्नै छ तर ऊ त्यो ठुलो खाएन पाउली पुरै काँचै पनि छ फेरि नजिक नदेख्ने ऊ त्यो ठुलो खाँदैछ लाउ कहाँ देख्नु ऊ त्यो ठुलो क्या अब ऐसेलु चाहिँ खाएर सित बुझाउने होला काफल भन्दा नि ऐसेलु टन्न खाने अनि जाने यसरी खाने क्या गर यसरी मुख मिठाउनु होला सबैजनाले हेरेर यहाँ चाहिँ धेरै घाम लगाएर ऐसेलु फुट्यो पटपट फुट्यो स्वादिल छैन नि है यो त्यहाँको स्वादिल थियो काफल हानौँ यो मलाई त हारी गाउँमा पाउँछ है यो रुखमा हेरेर त छैन फल होइन जङ्गल बसौँ त जङ्गल बसौँ हेरौँ जङ्गल पसौँ बाँदर हाम्रो केही गर्दैन क्या आउ न यहाँ माथि सिधा माथि चाहिँ भैरवी दुप्चेश्वर के पर्छ गरे माथि उता गयो निरन्तर पर्छ सायद यही पनि निरन्तर पर्छ होला जान्छ नि यो खोला साँध होला क्या सिमाना अलि स्वादिलो चाहिँ यो जस्तो लाग्यो त्यहाँ खोला काफल उतैतिर खायो हुन्छ कि पाक्नु त हेर्नु त्यहाँ दामी हेरौँ नि त तल गएर चढ्नु ठाउँ छ हेर त सही भए जाऊँ त यहाँ आउँदैन क्या बाघ कहाँ आउँछ हावा
छ अब ऊ रुखा चढेपछि म चढ्छु भने हो ऊ त्यहाँ पाकेर झेर खै यो पाके खाउनु कस्तो हुन्छ भेटेर तिमीले ज्याकेट लाऊ गरेर ज्याकेटले तान्छ के हुँदैन मैले त टी सर्ट लाग्छु टी सर्टले जान्छ अब यसलाई नआइकन हुँदैन जस्तो खानै पऱ्यो म पहिला पाके भेट्छु भनेको भेटिनँ है यहाँ भेटेँ टेस्टी बहुत टेस्टी भेटेँ ल बाँध के गर्नु कि किन त्यहाँ खनाको जङ्गलको बिचमा हामी यहाँ काफल खानालाई के टेकी मैले म त अर्कै रुखबाट लाग्यो टोली म त भैँतिराडो खान थाल्यो भैँतिराडो किन जाने रुखा भएँ भाइ गप्प गप्प पहिला मुखा भरियो अनि त्यसपछि थैलोपट्टि लागौँ है पर म हेर भ्याउँछु म टिपेरलाई नि के मैले बेच्नलाई घडेर किन्छु होला है जेरो यो काँडा रिक्स छ रिक्स कति रुख रहेछ नि टन्नै मिलो अहिले बाह्र पेट चाहिँ के हेर हौसेर धेरै खाएर होइन कहाँ पच्छ यस्तो घाममा अब मैले लब यहाँ भइको खाएँ म अब रुखा चढ्छु कुन रुखा चढ्नु त्यही रुखा चढ्नु के म चाहिँ यो त्यहाँ के छ स्थिति पाके अब अगाउने होइन अब झोलापट्टि लाग्नुपर्छ जस्तो लाग्यो अब हामी चाहिँ यसरी थैलोमा भरे प्रयास गर्छौँ कतिले भरि नै खाएर यहाँ जान्छ त 1 महिना 2 महिना त 2 महिना त सियो जान्छ टिप्नु थाल्ने काँचै भयो भने टिप्ने हो पाक्यो भने टिप्ने हो अनि यो हरियो नटिप्ने रातो चाहिँ सबै टिप्ने कि अनि पाठ्यो मजाले माद्देसी त तिमीलाई म अर्कै बाँडिदिन्छु नि यार के केही भएन लाउ एउटा यो बाँदरले टिप्छ अब 3टा 4टा छ होला त्यहाँ 2टा छ हेर त अहिले बाइक बाँध्नुपर्छ फेरि अर्को त छैन अब त हाम्रो के थाहा ओह्रालोमा ढुङ्गा गाडैमा ठोकिने कि हामी चाहिँ गफ गर्दै यहाँ अब टिपिराखौँ कति टिपिन्छ थाहा होइन सबै बाँदरले हो कि भुराले हो ध्वस्त पारेको छ हाँगा चाहिँ यो त धेरै धैर्यता साथ थियो भन्ने चाहिँ धैर्यता साथ थियो भन्ने चाहिँ है पछ्याङकै कताको छु अब कता पाके कता पाके छैन लफडा रहेछ म चाहिँ यसरी रुखलाई समातेर मस्त टिपिरहेको छु खुट्टा यसरी मैले फर्स्ट टाइम हो यसरी रुख आएर काफल टिपेँ ल अनि कहाँ खाइन्थ्यो अन्त हाम्रो गाउँमा अब त्यही सिद्धले गाउँ गएर कहिले काफल टिपेन हौ त्यो पनि कहिले गइन्थ्यो र त्यो शिवरात्रि जाने एकचोटि अनि यसरी काफल टिपेर फर्स्ट टाइम अब हामी काफल चाहिँ अब रुखमै हेर्न सकिन्छ यसरी होइन मजै हुँदो रहेछ काफल रुखा टिपेर खानलाई नि म जुत्ता खोल्छु अब तर मलाई लास्टै गाह्रो बनायो म जुत्ता खोलेर माथिसम्म पुग्न सक्छु त्यो यस्तो चाहिँ हामीलाई डाइरेक्ट ग्रिप मिल्छ नि त त्यही भएर क्या फेरि मोजा नि फाल्नु पऱ्यो एकछिन अब टाइम लाग्यो मैले जुत्ता खोलेँ रुखाएर जुत्तालाई मैले त यसरी फालेँ कहाँ गयो हो त्यता गयो ठिकै ठाउँमा गयो आम्फाले धन्न चाहिँ तल बस्यो तिम्रो नि एउटा चप्पल तिर भेटेँ म अब माहल स्टेप जान्छु नि भएपछि फ्री भयो माहल स्टेपमा जाने तिर्ने खाने रुखमा चढ्ने
खाने नहल्लाउ भने के तिमी त तान्यौ त्यतापट्टि हाँगो बाँदर आयो क्या त्यहाँ होला रे यहाँ चाहिँ बाख्रा आएको राख त के हो 1 घन्टाको अथाह मेहनतपछि यति मात्रै ल काफल खाम काफल वनकचरीले काफल भ्यायो हाम्रो गाउँ त हो नि थैलो भर्यो भर आज खाजा यही हो लहर बेचेर त्यही पैसाले खाजा नि हो खोज्दै अरे बाख्रा नि ल बाख्रा देखियो अलिअलि बाख्रा हुल छ भात रमाउँदा यहाँ काफल आइरहम मजाले बनमा आज हामी आएको त बाँदर हाम्रै इलाका भयो मानौ ल मैले हाएँ भात दिउँ है त ल जे होला जे पर्ला बाघ 3 जना मान्छे तिमी 1 जना मान्छे भन्थ्यौ 3 जना मान्छे रहेछ क्या त्यहाँ नहल्लाउ न यहाँ अट्दैन मेरो भरिसक्यो यहाँ हाँगा टिपिरहेको छ कि कहाँ जान्छु पल्टो खाँ त छँदैन ए मैले झन् टिपिसकेको झन् नि आधा बाना टिप्यौँ होला अब हामी यति टिपेपछि अब यति टिपेर हिँड्ने होला है जाऊ म त चढ्न सक्दिनँ अब यति अलि यसो लम्किने हो अनि छोड्ने हो अनि उतै त्यो अहिलेको बाइक टुकै ठाउँमा गएर तिम्रो टिमहरूलाई जुत्ता खोलेर त चढ्न सक्छ अलि कहाँ जग्गा कहाँ जाने हामी बाइक गएर ठाउँ जाने के अहिले जाने होइन नि तिमीलाई रुखा के डर बाघ आयो भने भइबाट हेर्छ हामी तल यहाँबाट चान्चुन 10 मिटर जति तलबाट माथि उक्ले हो आउँदाखेरि हाम्रो मुटु डराउने रहेछ अलिक केही पनि भएन हामीलाई कोही त ऊ ट्याक्क झन्डै टिपेछ ट्याक्क राखेर मस्त टिपेछ म चाहिँ यहाँ अब गफ हान्नेमै व्यस्त छु ए यति टिपेछु मैले त यति एक मुठी ए ती 20 रुपियाँको टिपेछु मैले चाहिँ उसले 100 रुपियाँ टिपिसक्यो किम्बुलाई चाहिँ हामी काफल भनेर खाने हात र ओठ जिब्रो मुख कालो बनाएर खाने मान्छे आज यहाँ ओरिजिनल काफल ओरिजिनल बनमाएर खाएर पाउँछ चाहिँ के फिलिङै छुट्यो नि फिलिङ ह्याप्पी विथ अदर 50 यहाँ बाँदर अलि आइपुग्यो हुन्छ यो ठुलो फरक आज यस्तो पुर्खा आयो भनेर उन आएको क्या त्यो एउटा अहिले टिकटकमा आइरहेको थियो कि भाइरल नहुनु होइन के गर्नु हजुर भिडियो बनाउनु त मन लाग्छ तर लाल लाग्छ भन्थ्यो बोल्न लाल लाग्छ भन्थ्यो त्यति भाइरल भयो त्यो चाहिँ नाटक हामी यहाँ फेटफेटो बोल्दा पनि भाइरल हुन सकेको छैन अब त सियो भाइरल हो यसरी जङ्गलमा आएर काफल हाक देखाउँदा नि भाइरल नभए त के हुन्छ भइहाल्छ र यो चाहिँ प्रदीपले टिपेको काफल भयो भने माथि डढै लगाइरहेको छ कता काफल चाहिँ यो प्रदीपले टिपेको काफल मैले जम्मा यति टिपेँ सँगै टिपेको मान्छेले तै पनि केही छैन हामी मिले टिपेर खाऊँ त्यसलाई म अब फेरि मेरैमा हाल्छु उसलाई ट्रक्सीबाट दिन्छु तर एउटा डढै लाग्यो भने त कहाँ लाग्यो अहिले त माथि बारीमा होला मान्छे बसेर होला नि त फेरि नत्र बाइक जाला नि सुहा होला भनेर नि टिप्यो लगभग अहिले गएर 1.5 महिना जति भयो होला खैर केही छैन
यो सुरुवाती हो मस्त पाकेपछि फेरि आउँछौँ हामी अनि फेरि टिप्ने हो हेर्नुहोस् त यी बाँदरलाई मान्छे साथै बाँदर भन्ने के बोले के भाइ के बोले यो मान्छे जस्तै बाँदर रहेछ कस्तो फिल भइरहेको त बहुत मिठो फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम यसरी काफल रुखमा आएर अहिले राम्रोसँग देखिएन चाहिँ बहुत मजा आउँछ काफल हन्टिङ अब अलि खत्री ओड युज गरौँ न होइन खत्री ओड युज गरौँ न होइन काफल हन्टिङ गर्न आछौँ भनेर जङ्गलमा त हन्टिङ गर्न आएको हो नि काफल हेर्नुहोस् हेर्नु न दामी पाकेको छ नि काफल है त्यो त हो म त आफै देखाउनु थालेँ है यहाँ रहेछ रुख यसरी रुख चढ्नै नपर्ने चाहिँ होइन त हजुर हजुर आऊ काफल आऊ अङ्गालम आऊ भन्ने धेरै आइयो पेट बे भन्थे हो जति खान पुगे फिली भयो भने हेर्नुहोस् ऐसिल खाने कि काफल खाने गाइज हेलो गाइज ल रुपेश सर चाहिँ ट्याक्क झर्दै हुनुहुन्छ यो रुखबाट हामीले यति कलेक्ट गऱ्यौँ काँडा होला है वाइल्ड छ क्या काफल हेर्नु न भुइँमै रह क्या क्लब गरे जस्तो फिल भयो होला है मस्त त्यो राति 1 बजे त्यसरी हल्ले यसरी हल्ले देखिन्छ नि अरू मलाई नि नआए पनि मैले आज फिरिरहेको छु काफल देखाएर पेटमा मजा हुन्छ त उल्टी गर्न सुल्टी गर्न हामी चाहिँ अब कफल खाएर ट्याक्क फर्किँदैछौँ काफल खायौँ ऐसिल पनि खायौँ अब हामी यहाँबाट मस्त फर्किन्छौँ यसरी यस्तो अब हामी यहाँबाट काइलो जान्छौँ अनि त्यसपछि घर जान्छौँ होइन यो हाम्रो बाइकको स्ट्यान्ड गएको छ हामी अब हामी लाग्छौँ सही छ तर अलिकति यो पुगर मौसम भएर झन् दामी देख्यो अब यसलाई यसो हामी जानु त्यसको तल यताबाट फुलमा लगाएर है ठुलो आउँछ होला नि त बर्खामा पानी त अहिले त यत्रो हो होइन ए गाडी भेट्नु हजुर हजुर एकदम फेरि मलाई चाहिँ किलोले रुखमा रोकिदिनु तपाईँ चाहिँ अलिक घुम्नु अनि म ठ्याक्क हजुर भाडा सर कति होला हजुर क्यासे छ के छ मलाई पनि लाने हो र
ल बहरी त्यहाँ त काट्न गाह्रो पहिला अरे पुलमा डबल जय श्री पुलमा डबल छ भने चट्ट लगाएर टक्क लगाएर चाहिँ तपाईँहरूलाई होइन के अरे रही घरमा काठमाडौँ जानु मन लाग्यो भने टक्क लगाएर यहाँबाट छिर्नु पऱ्यो काठमाडौँ जानुको लागि तपाईँहरू यहाँबाट जान सक्नुहुन्छ